बारी भारू पानी धारा आए पो भर्नु पानी हैन। आज 4-5 दिन भइसक्यो यो धारा एक थोपो पानी आएको होइन। अब यो पानी नआउने पाइपको पनि यहाँ के काम? काटेर घरमा लग्यो भने आगो फुक्न काम दिन्छ। भनेपछि आज पनि धारामा पानी आएन हैन त? धारामा पानी आउँदैन, गाउँभरि दुर्गन्ध छ, त्यो पनि सफा गरेका छैन। बारीले हेल्थ पोस्ट बनाएको छ, त्यो पनि बनाएको छैन। होइन यसरी चाहिँ कसरी चल्छ? के मलाई हेर भने नि बा मैले गरे हो र? धुर्मे के बा? गाउँमा यत्रा समस्याहरू बग्रेल्ती छन्, तेरो बाजे ओलादेखि चाहिँ के त हेर्नु बस्या छ? वाडा बाछेमा जोखाना हेरेर बसिरह होला नि बा। अब उनीहरुका काम त खोज्ने मात्र त हो नि, गर्ने केही होइन। किन होइन यो गाउँमा धारो कसको पाला भयो? मेरै पालामा होइन। धारो तपाईकै पालामा आएको हो, तर पानी पनि त तपाईकै पालामा आएन नि। अनि के म जलस्रोत मन्त्री हो र कम्प्लेन गर्न आइरहेको? बाढी आएर पानीको बुवा नै बगाइदियो, पानी कहाँबाट आउँछ? यो गाउँमा यो मात्र होइन, धेरैवटा समस्या छन्। म एक्लैले यो समस्याको समाधान गर्न सक्दिन। अब हाम्रो मात्रै मुखेर हुँदैन तिम्रो गाउँले। तिमीहरू सबै मिलेर समस्याको समाधान गर्नु पर्यो। त्यसैले आफ्नो गाउँ आफै बनाऊ। आफ्नो गाउँ आफै बनाउने भए तपाईँ कहाँ किन आइरहनु पर्यो? धन्यवाद। होइन स्याललाई कालो आयो भने भुँडी फुटेर मर्छ अरे भन्ने सुनेको थिएँ, त्यस्तै ताल छ यो दारीको। यो गाउँको समस्या समाधान गर्नको लागि पढे लेखेको मान्छेलाई कसैले सोध्दैन। मसँग आएर सोध्न के गर्नुपर्छ पुरा भन्ने ठक ठक भनिदिन्छु म। पढे लेखे भनेको पढे लेखेको हो नि। ए मुलासा कति तैँले पढे लेखा छस् भन्ने कुरा त अस्ति थाहा भइगयो नि। तै पनि भन्न कागे पर्न सक्छ के? यो गाउँको समस्या समाधान गर्न के गर्नुपर्छ भन् त? ल यता हो न। यो गाउँको समस्या समाधान गर्न, यो गाउँको समस्या समाधान गर्न, यो गाउँको समस्या समाधान गर्न के गर्नुपर्छ थाहा छ? समस्याको समाधान गर्नुपर्छ। ओइ त्यो मेरो मकै बारी भित्र को हो? म उता बाटो हिलो रहेछ त्यही भएर बारी बारी हिँडेको। के रे बाटो हिलो हो भनेर बारी बारी हिँड्ने? अनि बारी पनि त हिलो होला, कहाँबाट हिँड्ने? आकाशबाट हिँड्ने? ओइ ब्याजे ठुला कुरा गर्नु तैँले? अहिले आएर त मलाई ठिक लाइन छोड है। तेरो मकै बारीमा हिँड्दा मैले मकै भात्या छु। मेरो मकै बारीमा आइदियो नि तँलाई 7 दिनसम्म मकै बारीमा सुत्न दिन्छु। ओ राजु काका, ब्याजे र स्याजे भन्ने होइन अर्काको बाउलाई। मेरो नाउँ पनि मुर्की सम्झना हो। साथीका लागि यो हात सलाम हो, दुश्मनका लागि यो हात फलाम हो। ओराइछ पते पते। हेलो ए हजुर हजुर। ओहो यो इन्जिनियरलाई चाहिँ छोरी नदिउँ होला। अब इन्जिनियरको काम पुल बनाउने रहेछ, पुल खोलामा हुन्छ। यसो 4 जना ज्वाइँले बोलाउन गयो, आफैले खोलाले बगाउला भन्ने डर। यो इन्जिनियरलाई चाहिँ छोरी नदिउँ होला हजुर। ओहो मास्टर, यो मास्टर त म फुट्टे आँखाले देख्न सक्दिनँ हजुर। मास्टरलाई नदिउँ, डाक्टरलाई दिने हो छोरी त मेरो। अरे सडम बाटो चिप्लो। ओहो बान्द्रे सर, घरको काम सबै आफै? यसो बिहे गरे भए त काम सघाउने साथी हुन्थ्यो नि। खै साना मिनाजी, यो उमेरमा कसले देला र केटी? के कसले देला केटी भन्छ यो? म भर्खर ब्याज प्रसादको कुरा सुनेर आइरहेको छु मैले। उहाँ बान्द्रे जस्तो केटो पाए छोडिदिन्छु भनिरहेछ। के पहिला दाँत देखाएर बस्छस्? ज कुरो मिल ज गयो। ब्याजे अब देख्छस् तैँले राजु मास्टरलाई हेप्ने, डाक्टरलाई मात्रै छोडिदिन्छु भन्ने। अब देखिन्छ तेरा छोरीको पारा।
सम्झनु कति छिटो हिँड्ने कि बिस्तारै हिँड न पर है मैले भन्दा छ नि फेरि यहाँबाट सिधै गएपछि चरीकोट आउँछ चरीकोटबाट दाहिने लागेपछि दोलखा भीमेश्वरको मन्दिर आउँदैन त दोलखा भीमेश्वरको मन्दिरपट्टि चाहिँ किन जानु पर्यो नि थबक्कसँगले चरीकोटमै बास बसी हुँदैन हेर भुइँमा हिलो लाग्छ यो माथि गएर फटाफट हिँड त ल नाच्छ न ओहो नयाँ जोडी त निकै चमक धमक छ नि के हो बोल्ने फुर्सद त छैन के बोल्थे ल बुढी माइतबाट आएछे अहिले आएर यो बुढी मलाई ठिक लाग्न थाल्यो है माइतबाट आएकी मात्रै होइन बुढा मैले त अर्कै कुरा पनि देखेर आएँ नि के देख्नु भने नि त्यो छ नि बान्द्रे त मुर्की सम्झना उडाएछ क्या त्यो सबै च्यानल मैले मिलाएको अब देख्छ त्यो ब्याजले होइन के हेरेको त माइतबाट आउनु पाएको छैन झगडा नगरौँ भने फेरि झगडा गर्ने बाध्य हुन्छ होइन म के भयो त्यस्तो के भयो अहिले तेरो खोइ सिउँदोमा सिँदुर खोइ गलामा पोते खोइ अनि तैँले भन्न खोजे के म अविवाहित हुँ पायो भने फेरि बिहे गर्छु भन्न खोजे अहिले आएर त मलाई ठिक लाग्नु छोड्यो कस्तो कुरा गर्छौ त्यत्रो जंगलको बाटो हिँड्नु छ सक्कली गहना झोलामा हालेर नक्कली लाएर हिँडेको देखेनौ अब सिन्दुर पानी परेर बगायो होला नि तिमी चाहिँ म विवाहित हुँ भनेर के भिरेर हिँडेको छौ र के परमर चाहिँ म नभएको बेलामा तिमी के गर्छौ भन्ने कुरा सबै थाहा छ मलाई त्यो सम्झनेलाई म नभएको बेलामा किन टिभी हेर्न बोलायो भने त तिमी आए भाइ अब टिभी देखाउनै मन छ होइन त अब मलाई देखाउ टिभी गाई चकारिन्छ तरुनी देखा मनमा तारिन्छ गीत त फलेकै छ नि प्रतिभाको कदरै छैन यो देशमा के गाउनु हो गाँठे ए बल्छिनी पो हो म त कहाँबाट हाँडीको पेट उछिटेर आएछ भनिरहेको थियो के भन्न आउनु भयो बल्छिनी के भन्न आउने नि अब गाउँमा यत्रा धेरै समस्या आइरहेछन् वडाध्यक्षले आफ्नो गाउँ आफै बनाऊ भन्नुहुन्छ अरे त्यही भएर यो समस्याको समाधान के गरेर गर्ने होला हजुरसँग यसो सल्लाह गर्न आएको म बडा गाह्रो कुरो पो आयो बल्छिनी के गर्ने होला छ मलाई 1 मिनेट सोच्न दिनुहोस् है 1 मिनेट मलाई 1 मिनेट सोच्न दिनुहोस् त हजुर ल खड्काजी आयो आउनै लागेको थियो भित्रमा किन पक्कै बोल्नु एकछिन उमा लाएर बस्न सकिँदैन आइ नै सकेको थियो एकछिन चुप्प के बोल्थेँ आयो खड्काजी भर्खर त यहाँ सोच्ने मुड बनाइरहेको थियो फेरि भित्रमा किन बोल्थेँ नि तपाईँले मलाई सोच्नै नदिने हुनुभयो के तपाईँसँग यहाँ बसिरहेर म सोच्न सक्दिनँ बोल्थेँ नि म यता खाटा गरेर सोचेर आउँछ है भन्न पाए पनि त हुन्थ्यो नि आउँदै आएन नि यो तपाईँको छुट्नु अगाडि भएर मलाई आएन हो बोल्थेँ यो गाउँमा समस्या उत्पन्न भएकै तपाईँकै छुट्नुको कारणले हो कि जस्तो लाग्छ मलाई अब यसो गर्नु पर्यो बोल्थेँ नि म उता एकान्तमा गएर सोचेर आउँछु तपाईँले घरमा बस्दै गर्नुहोस् है ल कुरो त्यही हो बुढा जान त गए सोध्दा सोध्दै रिङ्गाटेर ढल्ने हुन् कि ल लाउ तिम्रो खप्पर मुबिल बुढेसकालमा मुबिल बोक्न पर्ने कस्तो रहर हो रहर हुँदैन त म भन्दा कति पाका उमेरका बुढाबुढी अहिले यसको मुबिल बोक्दै हिलो गरेर हिँड्छन् हिलो गरे गर जुवा गरे गर किनेर ल्याइदिइहाले त्यो बाचा हुँदो रहेछ अब चाहिँ मुबिल छोडेर गयो कचारो पनि नमोड ज्वाली लाग्ने हो त
तेरो केसँगले हो कसले फोन गरेर ल्यायो भनेको हेलो तेरो माम कतै गयो तेरो केसँगले झरेर ल्याएछ हो मैले अलिक चिनेन नि को बोल्नु भएको कताबाट सम्झना आयो त्यो भयो मेरो टेक्रे केसँगले छिमेकी मान्छे के हो क्वाचो हो क्वाचा हो भनेर फुल लडाकिने फुर्सद भए हाम्रातिर आउँदा नि हुने हो मकै भटासी भुटिरहेको थिएँ डाँटै नभएको मान्छेले मकै भटमास कसरी खाने भए मलाई त यो कुराले हाँसै उठेर आयो भनेको कुठी हान्ने मैले हाँसेर मर्ने भयो के हाँस्याउलाई बेला पुगेर अब मुखी भटा खानु नहुने भए पनि त यस्तो मै खाना हान्थ्यो हुन्छ नि अब मै पाले छ आज मात्रै भुइँको अनि अर्को कुरा हिलो राखिदिइहाल्यो भयो यो मोबाइल बनाउने मान्छेलाई चाहिँ वा टेक्रा केसँगले धन्यवादै दिनुपर्छ कति आनन्द आउने भयो कुराकानी गर्नलाई मेरो मोबाइल हरायो भनेर घरपट्टि खोजेको टक्का पनि छैन मेरो मोबाइल लिएर कोसँग कुरा गरेको खै मेरो मोबाइल डेबिट त्यो पर्केलाई त म मरे पनि दिन्न त्यो निर्मलीसँग फोनमै लपचक्कर हान्नलाई होला वा हेर नाति जवानी त तेरो केसँगले पहिला मलाई पनि आएको थियो वा तेरो उमेरमा मैले थामेरै बस्यो म यो लपचक्कर गर्नलाई म मोबाइल दिनेवाला छैन आजबाट यो मोबाइल मेरो भयो ल के गरेर ल्याउँछस् ल गरेर ले ल रामशरण दाइ अब तपाईँको छोराको ठाउँमा छोरा पनि भइहाले छोरीको ठाउँमा छोरी नि भइहाले दुई सन्तान ईश्वरको वरदान अब स्थायी रूपमा बन्नेकारण गर्नु पर्यो है म बुढीसँग सल्लाह गर्छु नि ल राम्रोसित सल्लाह गर्नु है बुढा बुझ्छन् कुरा कटारे गान्छ हजुर मलाई एउटा कुरा थाहा भयो के कुरा राजमास्टर केही थाहा रहन्छ के त्यो बाँधेर मुटकी सम्झनाले त डाँडो काटे नि के अँध्यारो मुख लागिरह अब जागिर छँदै छ क्यारे पर्या नेजनमा एउटी राम्री केटी बिहे घर जाम बस भयो अनि तपाईँहरूको छोरा छोरी कतिवटा अरे मेरो बाबु हजुर 4वटा छोरा 3टा छोरी आमामामा यो 4वटा छोरा 3टा छोरीहरू गर्नु कति गाह्रो होला होइन गाह्रो भयो नि हो अबबाट चाहिँ यो गाह्रो नहोस् भनेर 2टा सन्तान पाउने होइन अनि स्थायी बन्नेकारण गर्ने यो चाहिँ छोराले गरे नि हुन्छ बुहारीले गरे पनि हुन्छ कुरा बुझ्नु भएन बुझेँ हस् यो चाहिँ छोरा बुहारीलाई भन्छु म गएर ल भरत बाले कुरा बुझेर गए कटारे गान्छ हजुर हजुर राजमास्टर अहिले पनि धर्मै गरिस् ल अब मान्छे भएपछि धर्म गर्नु परेन सेवा नै धर्म हो भन्ने कुरा छैन शास्त्रमा ए तैँले एउटा कुरा थाहा पाइस् के कुरा 6 वर्षपछि मुटकी सम्झनालाई लिएर बान्द्रे ससुराली गाउँ आउँदैछ अरे ल अस्ति जस्तै तेरो बाउको कानमा मुतलिस् नि मुतायो भने आयो भने ल ओए तेरो बानलाई तान्न आउन सकिन पाउने बेलामा ग्यालग्याल्टी पाउँछ स्याहार्न सक्दिनस् मैले मात्रै पावर तेरो पानको माला तैँले बोकिन हुन्छ मुखै नलाग्ने हिँड्छरी आइपुग्यो बस ल बस ए साना दाजु नमस्कार है ए बान्द्रे आइस नमस्कार गर तिमीहरू पनि नमस्कार गर नमस्कार तिमीहरूको चाहिँ हजुरबा पर्छ है एउटा नमस्कार उता पनि गर त नमस्कार नानी पनि नमस्कार गर ऊ चाहिँ मामा पर्छ है बट्टारे मामा दसैँमा यस्तो टिकी 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 लाउनु पर्छ 5 रुपियाँ आउँछ राम 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 21औं शताब्दीमा आएर एक बटाले नै सन्तान परिवार निधन भन्ने कुन चराको नाम थाहा छैन भाते हेर अचम्म एउटा कहाँ एउटा भैमा एउटा अर्को कहाँ अझ कति पाउने होला तिमीहरूका बुद्धि थुक्क कसलाई थुके अहिले आएर त मलाई ठिक लाग्न छोड कसलाई थुके
ए राजु मास्टर त्यो सम्झने र बान्द्रे डाँडै काटे डाँडे होइन अहिले त उहाँ चरीकोट पुगिसक्यो होला धरो धर्म के का धरो धर्म अब धरो धर्म भन्ने होइन मुड्की सम्झना र बान्द्रेले डाँडो काट्यो भनेर हल्ला गर्ने हो बुझे नि छोरी जीवनमा कसैको माया लाग्थ्यो भने त्यही मोरीको लाग्थ्यो डाँडै काटेर गएछ हतारमा आगो साल भित्राउँछु पनि भन्ठाने थिएँ त्यसलाई जाओस् होइन यी खड्काजी सोद्धा रिङ्गाटेर ढले क्या यत्रो बेर भइसक्यो आउँदैन नि त बुढा त जे भने बुढाको सोध्ने दिमाग चाहिँ छ है बुढाले एकदम मेहनतका साथ स्टाइलले सोचिरहेछन् है अब चाहिँ गाउँको समस्या ठ्याक्कै हल हुन्छ त चाहिँ अचम्मले सोचे मलाई त फेरि हेर्न मन लाग्यो अब बुढा छैन नि त खाल्टातिर गुटमुट यही क्या यतापट्टि रहेछन् फेरि सोचिरहन् होइन यी बुढाको सोच्ने स्टाइल पनि म त अचम्मै लाग्छ भने दङदास हुन्छ कहिले यस्तो गरेका छन् कहिले यस्तो गरेका छन् हे राम अब चाहिँ कन्फर्म समस्याको समाधान हुन्छ ल म चाहिँ ठोकै दिएर भनिदिन्छु खड्काजी आयो साथी तपाईँले मलाई के विषयमा सोध्नु भने अरे ठुक्क खड्काजी अहिलेसम्म चाहिँ के सोचिरहेको त म त कन्फ्युजै भएको मान्छे बिचमा आइरहेको थियो सोध्दै के सोध्ने नै बिर्सेछु गाउँको समस्या कसरी समाधान गर्ने भन्ने होइन तपाईँ यस्तो गर्नुहोस् मान्छे घर गइराख्नु म के आउँछु ठ्याक्कै भनिदिन्छु ल कान्छीको छाता ढल्काइदेऊ यता घर पर्यो नि ओहो सम्झिन्छु भेट्न भए पनि धेरै हो आउनुहोस् ढोकानु ल सम्झिन्छु ढोकानी सम्झिन्छु सम्झिज्यू लड्नु भयो कि क्या लड्या होइन झन्डै खस्या सम्झिन्छु लड्या भए त बर्बादै हुन्थ्यो नि यत्रो तीन कालो खस्दाखेरि पनि लड्नु भयो कि के हो रे मुलाको साग के लडेको त्यो लड्नै परेपछि अलिकति त्यो पढे लेखेको स्टाइलमा लड्नु पर्दैन पढे लेख्या भने कस्तो कपुरी क जस्तो होइन न्युरी मुन्टा न जस्तो ए घरमा को हुनुहुन्छ हजुर म छु को तँलाई डागा के भन्नास् नमस्कार गरे नमस्कार ससुराबा भनेर कसैले भनेर भन्न सिकाएको होला नि त्यो चाहिँ नभन्ने एक्लै के दर्शन गरे ससुराबा भन्नु भनेर नि ए मेरी सम्झु ए मेरो मुटुको टुक्रा ए मेरी दिल की रानी ए मेरी प्यारी आउ त यता ढोगरे बुवालाई ढोगरे बुवा मैले पनि ढोगरे ससुरा बुवा गरिस् ढोक मेरो घरमा हली बस्न नसाउने ज्वाइँ पनि टोपा लिन आएको होला होइन कत्रो सपना थियो मेरो डाक्टरलाई छोरी दिएर डाक्टर साहब ए मेरो ज्वाइँ साहब दुईटा साहब एकैचोटि भन्ने रहर थियो मेरो कहाँबाट यो साहब आएर मेरो छोरीलाई टपेर लग्यो नि अब डाक्टरलाई छोरी दिनु पाएको भए यसो बिसन्जो हुँदा डिग्री लाएर ससुरोबा तपाईँलाई कहाँ के भयो कहाँ दुख्छ भनेर जाँदिनु हुन्छ तो डाकाले के चाहिँ गर्छस् जाँच्न पो सक्दिन त ससुराबा हजुर कदम कदाचित बिरामी भइहाल्नु भने हजुरलाई जोरुक्कै काँधमा बोकेर अस्पतालसम्म त पुर्याउन सकिहाल्छु नि
अब बाटोमा लाँदै कदम कदाचित केही भइहाल्यो भने त्यहाँबाट अलिक तलतिर पनि त पुर्याउन सक्छिन् ससुरबा। 9 महिना ट्रेनिङ गरेको मान्छे हो म। हेलो को फेरि को अरे डाक्टर साहब बोल्नु भयो अरे? यसै पालि बिहे गर्नु पर्यो अरे? के अरे प्याज पसेको छोरी पाएन भने झुन्डेर मर्छु अरे? डाक्टर साहब तपाईँको छोरी पाएन भने झुन्डेर मर्छु भन्नुहुन्छ, कुरा गर्नु न कुरा। यही मोबाइलले हानेर टाउको फुटाइदिउ। आलु घाउमा नुन खोर्सानी छर्न आउने त। अबि कुरो गम्भीर छ। राजप्रसाद हजुर कुरा त नयाँ सुन्छु नि। छोरी हिँडेकी हो? खोइ हिँडेकै त होला नि, घरमा छैन। बुझ्यो मटी पनि छैन, भित्र पनि छैन। होइन मेरो बुझ्यो कहाँ गयो होला? तेरे बुझ्यो ओ बुझ्यो कुदा गयो बुझ्यो? मलाई त हुआ घरमा त एकछिन पनि बस्नु मन लाग्दैन भनेको। भित्रै टेके भट 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 पोलेर हुआ यतै आउँ मात्रै लागिरहन्छ। के भएको होला? बुझ्यो जवानीमा त लोभ नै गरेको रहेनछ नि। ओ हेर्दै थाहा भइगयो नि। हम त नेपाली छिटो बोली वचन मिठो लाइदिन्छु मोहानी चञ्चले नानी तिमी जिस्किरने बानी सम्हाला जवानी हो चञ्चले नानी तिमी जिस्किरने बानी सम्हाला जवानी। अर्काजी आयो, एक गिलास पानी लिएर आउनुहोस् त भित्रबाट। अर्काजी हिँड्नुहोस्। मल्थी हजुर हात यहाँ मेरो खुम्मा राख्नुहोस् न। हजुर अर्को पनि राख्नुहोस् न। ल यो गाउँको समस्याको समाधान गर्न चाहिँ यो गाउँको समस्याको समाधान गर्न के गर्नुपर्ने रहेछ भन्दाखेरि मैले के गरे पनि सोध्न सकिनँ। तपाईँ सोध्नु न हौ मल्थी। एउटा कुरो थाहा भयो? के कुरा? ब्याज प्रसादको छोरीलाई बाँधेरले उडाएछ। धारामा पँधेर कसैलाई नगर्नु फेरि हल्ला हुन्छ क्या, नगर्नु है। डाक्टरलाई दिन्छु भन्दै थिए। तिमीहरूले एउटा कुरा थाहा पायौ? के कुरा? सम्झनालाई त के बान्द्रेले चरीकोटमा फुल भएको चप्पल किन्दै रे नि। हो र? फुल भएको चप्पल किन्दैछ? ओइ देखि सम्झनेले त फुल भएको चप्पल लाएर आइछ नि। ए देखि। ओए सम्झने त बाउलाई सोध्दै नथ्यौ कि कहाँ गएको थिइस् भन् त? ब्याज प्रसादको इज्जत त माटोमा मिलाइ नि। यत्रो गाउँभरिको मान्छेलाई ब्याजमा पैसा लगाएर हिँड्ने ब्याज प्रसादको इज्जत आज तैँले नाकै काटिस्। के गरे? तेरो लागि मैले कस्ता डाक्टरहरूसँग कुरा गराएको थिएँ। यस्तो केही न केहीको कन्डक्टर पनि हुन नसक्ने छ। त पहिले जानी के भयो मेरो ब्याज प्रसादको इज्जत? ए बाबा चप्पल, यो चप्पल फुकाल। यो चप्पल त गाउँभरि बयान गर्ने यही चप्पल हो। यो चप्पल त म देख्न सक्दिनँ। ए बा पहिला मेरो कुरा त सुन न। तँलाई एउटा चप्पल किन्दिन नसक्ने थिएँ म। यसले किन्ने चप्पल लाउनु पर्ने त। ए बाउ तिमीलाई कसले भन्यो यो बान्द्रेसँग म पहिला गए भनेर? हिजो तिमीले आफैले भन्यो होइन चरीकोट गरेर नुन लिएर आइज भनेर, बिउ लिएर आइज भनेर। नुन बोक्नु साथी हुन्छ भनेर यसलाई लगेको नि। जसले जे भन्यो त्यति सुनेर पछि लाग्छ होइन तिमी? हामीलाई थाहा छैन बाउको इज्जत के हो भन्ने कुरा? हेरेर त्यहाँ अर्काको चप्पल फालिदिएको। काहीँ नपारे बान्द्रेले मलाई चप्पल किनिदिनु पर्छ? उस्तै पर्यो भने म बान्द्रेलाई जुत्ता किनिदिने हैसियतको मान्छे हो म। बान्द्रेसँग पहिला गयो, काहीँ नपारे बान्द्रे जस्ता लम्फूसँग पहिला जान्छु म। लम्फू भन्यो भनेर चित्त चाहिँ नदुखाने फेरि। ए बाउले यस्तै किसकिस गर्यो भने त तैसँग जान पनि बेर लाउँदिन नि म। प्यासले त उहाँसँग नुन बोक्दिन गाडी त।
बाउको अगाडि जे पाइ त्यही भन्दा चाहिँ मुर्की सम्झनाको मुर्की जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै